रातको आकाश हेर्दा ती टिमटिमाउने ताराहरू गन्दा मनमा एउटा प्रश्न सधैँ आउँछ होइन? पक्कै पनि। हजारौँ वर्ष भयो होला मान्छेले यो आकाश हेरेको अनि सोधेको के हामी यो यति ठुलो ब्रह्माण्डमा साँच्चै एक्लै छौँ त? कि कतै टाढाबाट कसैले हेरिरहेको छ? हो, आज हामी यही गहिरो अलि रहस्यमय विषयमा कुरा गर्नेछौँ। हामीसँग भएका केही स्रोतहरू, लेखहरू, अनुसन्धानहरू छन्। तिनलाई हेरेर परग्रही जीवनको सम्भावना कति छ, विज्ञान के भन्छ, अनि किन यो प्रश्नको उत्तर पहिलेभन्दा नजिक हुन सक्छ भन्नेमा छलफल गरौँला। हुन्छ, यो त साह्रै चाखलाग्दो विषय हो। सुरु गरौँ न त ब्रह्माण्ड कत्रो छ भन्नेबाट। हामी पृथ्वीमा छौँ, यो त सूर्यको वरिपरि घुम्छ। हो, तर हाम्रो सूर्य पनि त हाम्रो ग्यालेक्सी मिल्की वेमा भएका लगभग 200 देखि 400 अरब तारामध्ये एउटा सामान्य तारा मात्रै हो। 400 अरब। अनि त्यो मिल्की वे ग्यालेक्सी पनि ब्रह्माण्डमा भएका अनुमानित 2 ट्रिलियन मतलब 20 खर्ब जति ग्यालेक्सी मध्ये एउटा मात्रै। बापरे, 20 खर्ब ग्यालेक्सी, हरेकमा अर्बौं तारा। यो त सोच्नै नसकिने भयो। हो नि, यो संख्या यति ठुलो छ कि दिमागले ठ्याउनै गाह्रो हुन्छ। त्यसो भए यति धेरै तारा र ग्रहहरू हुन सक्ने सम्भावना हुँदा पृथ्वीमा मात्रै जीवन छ भन्नु त अलि कन्जुसियाइ गरे जस्तो भएन र? बिल्कुल। यही प्रश्नले त खगोल विज्ञानको एउटा पुरै नयाँ शाखा एक्सोप्लानेटको खोजीलाई यति महत्त्वपूर्ण बनाएको छ। एक्सोप्लानेट? एक्सोप्लानेट मतलब हाम्रो सौर्यमण्डल बाहिरका ग्रहहरू। अहिलेसम्म वैज्ञानिकहरूले 5000 भन्दा बढी त पत्ता लगाइसके। 5000? हो, र यो त जेम्स वेब स्पेस टेलिस्कोप जस्ता नयाँ प्रविधिले गर्दा झन् छिटो बढिरहेको छ। कति त हामीले सोचे भन्दा बिल्कुलै फरक किसिमका छन्। ती मध्ये केही त हेबिटेबल जोनमा पनि छन् भन्छन् नि। यो के हो खासमा? हो, हेबिटेबल जोन या गोल्डीलक्स जोन पनि भन्छन्। यो भनेको चाहिँ कुनै ताराबाट ठिक्क दूरीमा भएको क्षेत्र जहाँ ग्रहको सतहमा तापक्रम यस्तो हुन्छ कि पानी तरल अवस्थामा रहन सक्छ, न धेरै तातो न धेरै चिसो। पानी? अनि पानी त जीवनको लागि एकदम जरुरी कुरा भइहाल्यो होइन त? हो, पृथ्वीको अनुभवले त्यही देखाउँछ। जीवन पानीमै सुरु भयो। त्यसैले यो हेबिटेबल जोनको खोजी महत्त्वपूर्ण छ। तर पानी हुन साथै जीवन भइहाल्छ भन्ने त छैन होला नि? छैन, बिल्कुल छैन। पानी त एउटा शर्त मात्रै हो। जीवन हुन त अरू धेरै कुरा चाहिन्छ। वातावरण स्थिर हुनु पर्यो, चाहिने रसायनहरू हुनु पर्यो, ऊर्जाको स्रोत हुनु पर्यो, अनि सायद हामीले नबुझेका अरू कुराहरू पनि। तर पानीको सम्भावनाले खोजलाई एउटा बाटो देखाएको छ। ल, यो त भयो पानी र सामान्य जीवनको कुरा। तर धेरैलाई त चासो हुन्छ नि इन्टेलिजेन्ट एलियनहरू छन् कि छैनन् भन्नेमा। त्यस्तो खोज्ने केही प्रयास छ नि। सेटी भन्ने परियोजनाहरू दशकौंदेखि यही काम गरिरहेका छन्। सेटी मतलब सर्च फर एक्स्ट्रा टेरेस्ट्रियल इन्टेलिजेन्स। सेटी हो, उनीहरूले ठूला रेडियो टेलिस्कोप प्रयोग गरेर अन्तरिक्षबाट आउन सक्ने कृत्रिम संकेत मतलब प्राकृतिक रूपमा नबन्ने खालको संकेत सुन्ने प्रयास गर्छन्। कुनै प्रविधि भएको सभ्यताले पठाएको हुन सक्ने खालको। तर यो त परालको कुन्युमा सियो खोजे जस्तै भएन र? यत्रो ब्रह्माण्डमा कहाँ खोज्ने, कुन फ्रिक्वेन्सीमा सुन्ने? कतिले त यो बेकारको खर्च मात्रै हो पनि भन्छन् नि। त्यो आलोचना पनि छ। चुनौती एकदमै धेरै छ। कहाँ सुन्ने, कस्तो संकेत खोज्ने, उनीहरूले रेडियो तरङ्ग नै प्रयोग गर्छन् भन्ने केही ग्यारेन्टी होइन, सायद अर्कै प्रविधि होला। हो त। तर सेटीका समर्थकहरू भन्छन् यो प्रयास महत्त्वपूर्ण छ किनकि यदि सफल भयो भने यसको असर यति ठुलो हुन्छ कि यो प्रयास सार्थक हुन्छ। कहिलेकाहीँ केही अनौठो संकेत पनि सुनिएको छ, जस्तै 1977 को वाउ सिग्नल। तर त्यो फेरि सुनिएन, कहाँबाट आयो थाहा भएन। वाउ सिग्नल, त्यो त सुनेको थिएँ। खैर, यो त भयो टाढाको कुरा। पृथ्वीमै पनि त बेला बेला देखिन्छ नि युएफओहरू। त्यसको के हो कथा? हो, युएफओ मतलब अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट। यो अलि जटिल र विवादास्पद विषय छ। अचेल अमेरिकन सरकारले यसलाई युएपी भन्न थालेको छ, अनआइडेन्टिफाइड एरियल फेनोमेना। युएपी? तर केही घटनाहरू चाहिँ अनुसन्धान गर्दा पनि के हो भन्नेमै रहन्छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै रिपोर्टहरू निकालेको छ रे त, भिडियोहरू पनि छन् रे। हो, पेन्टागनले केही भिडियो र पाइलटहरूको बयान सार्वजनिक गरेको छ। त्यसमा देखिएका केही वस्तुहरूले एकदमै छिटो उड्ने, अचानक मोडिने अनि कुनै इन्जिन या पंखा नदेखिकन
स्थिर रहने जस्ता अचम्मका क्षमता देखाएको देखिन्छ, जुन हाम्रो अहिलेको प्रविधिभन्दा फरक छ। तर यहाँ के स्पष्ट हुनुपर्छ भने अपरिचित हुनुको मतलब सिधै परग्रही हुनु चाहिँ होइन। त्यसो भए के हुन सक्छन् त ती? धेरै सम्भावना छन्। कुनै देशको गोप्य एकदमै विकसित प्रविधि हुन सक्छ, हामीले नबुझेको कुनै दुर्लभ प्राकृतिक घटना हुन सक्छ, या सेन्सरमै गडबडी भएको पनि हुन सक्छ। अनि परग्रही यानको सम्भावनालाई पनि पुरै नकार्न सकिन्न। भनेपछि पक्का छैन। बिल्कुल। ठोस प्रमाण नभेटेसम्म वैज्ञानिक हिसाबले सबै सम्भावना खुला राख्नुपर्छ, हतारमा निष्कर्ष निकाल्नु हुँदैन। मुख्य कुरा त अझै धेरै डाटा सङ्कलन गर्ने र पारदर्शी विश्लेषण गर्ने हो। ल मानौ एकछिनलाई परग्रही जीवन छ रे। हलिउडले त हरियो रङको ठुलो टाउको ठुला आँखा भएको देखाउँछ। वास्तविकता कस्तो होला? त्यो त हलिउड भयो। वास्तविकतामा यदि भेटियो भने त्यो हामीले सोचे भन्दा धेरै फरक हुन सक्छ। वैज्ञानिकहरू के भन्छन् भने सबैभन्दा बढी सम्भावना भएको रूप भनेको चाहिँ सूक्ष्म जीव हो, एकदमै साना जीवहरू, ब्याक्टेरिया जस्ता। सूक्ष्म जीव कहाँ हुन सक्छन् त्यस्ता? हाम्रै सौर्यमण्डलभित्र पनि सम्भावना छ, जस्तै बृहस्पतिको चन्द्रमा युरोपा अनि शनिको चन्द्रमा एन्सेलाडस। ती बरफले ढाकिएका चन्द्रमाहरू हो। बाहिर बाक्लो बरफ छ, तर भित्र चाहिँ नुनिलो पानीको ठूलो महासागर हुन सक्ने बलियो प्रमाण छ। अनि त्यहाँ पृथ्वीको समुद्र मुनि जस्तै जियोथर्मल भेन्टबाट ऊर्जा र रसायनहरू पाइने सम्भावना छ, जसले जीवनलाई धान्न सक्छ। युरोपा या एन्सेलाइडसको बरफ मुनि जीवाणु भेटियो भने पनि त्यो त ठुलै क्रान्ति हुन्छ होला नि? हो नि, त्यो आफैमै ऐतिहासिक खोज हुन्छ। तर त्यहाँ पुगेर त्यो बाक्लो बरफ छेडेर तल खोज्नु चाहिँ प्राविधिक रूपमा अत्यन्तै गाह्रो काम हो। अनि अर्को कुरा, हामीले नै यहाँबाट कीटाणु लगेर त्यहाँ दूषित पो गर्छौँ कि भन्ने डर पनि हुन्छ होला। एकदम महत्त्वपूर्ण कुरा उठाउनु भयो। त्यसलाई प्लानेटरी प्रोटेक्सन भन्छन्। हामीले पठाएको यानले पृथ्वीको सूक्ष्म जीव लगेर त्यहाँको सम्भावित मौलिक जीवनलाई असर नगरोस् भन्ने सुनिश्चित गर्नु एकदमै जरुरी छ। यो त भयो सूक्ष्म जीवको कुरा। तर हामी जस्तै या हामीभन्दा विकसित बुद्धिमान प्राणीहरू नि? त्यो अर्को ठूलो सम्भावना हो। ब्रह्माण्ड यति पुरानो छ, यति विशाल छ। पृथ्वीमा जसरी जीवन विकसित भएर बुद्धिमान चरणसम्म आयो, अरू कतै पनि त भएको हुन सक्छ नि। ती त हामीभन्दा धेरै अगाडि पनि हुन सक्छन् है। हुन सक्छन् हजारौं लाखौं वर्ष पुरानो र विकसित सभ्यता। यदि त्यस्ता छन् भने उनीहरूले ताराहरूबीच यात्रा गर्ने क्षमता पनि विकास गरिसकेका होलान् कि? ताराहरूबीच यात्रा त्यो त सम्भव छ र? अहिलेको हाम्रो भौतिक विज्ञान अनुसार त प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न लगभग असम्भव छ। अनि ताराहरूबीचको दूरी यति धेरै छ कि तर को जान्दछ र? अति विकसित सभ्यताले हामीले नसोचेको कुनै उपाय निकालेको पो छ कि? यदि त्यस्ता विकसित सभ्यता छन् भने हामीले किन भेटेका छैनौँ त उनीहरूलाई? किन सम्पर्क गरेका छैनन्? यसलाई फर्मी प्याराडक्स भन्छन् होइन? कहाँ छन् त सबैजना? हो, फर्मी प्याराडक्स यो निकै गहिरो प्रश्न हो। यसका धेरै सम्भावित जवाफहरू सोचिएका छन्। एउटा हो ग्रेट फिल्टरको अवधारणा। ग्रेट फिल्टर? यसले के भन्छ भने जीवन साधारणबाट बुद्धिमान र अन्तर्तार्कीय बन्ने यात्रामा कतै न कतै एउटा यस्तो ठूलो बाधा फिल्टर आउँछ जसलाई पार गर्न लगभग असम्भव हुन्छ। त्यो फिल्टर जीवन सुरु हुनै गाह्रो हुनेमा हुन सक्छ, या बहुकोशीय जीव बन्न गाह्रो हुनेमा, या बुद्धि र प्रविधि विकास भएपछि आफैलाई नष्ट गर्ने, जस्तै आणविक युद्ध, वातावरणीय विनाश प्रवृत्तिमा। ओहो, आफैलाई नष्ट गर्ने फिल्टर, यो त डरलाग्दो रहेछ। हो, सायद हामी त्यो फिल्टर पार गर्ने दुर्लभ भाग्यमानी हौँ, या त्यो फिल्टर हाम्रो अगाडि छ। अरू केही सम्भावना? अर्को सम्भावना, उनीहरूलाई हाम्रो बारेमा थाहा छ तर सम्पर्क गर्न चाहँदैनन्। सायद हाम्रो विकासमा हस्तक्षेप नगर्न खोजेको, प्राइम डाइरेक्टिभ जस्तो। वा हामी उनीहरूको लागि खासै महत्त्वपूर्ण छैनौँ, कमिलाको हुल जस्तै। कमिलाको हुल। या फेरि उनीहरू यति फरक छन् कि हामीले उनीहरूलाई चिन्नै सक्दैनौँ। उनीहरूको सञ्चार, उनीहरूको अस्तित्व हाम्रो बुझाइभन्दा परको हुन सक्छ। यी सबै कुराले त झन् रहस्य थप्छ। भविष्यमा केही ठोस उत्तर पाउने आशा छ त? आशा त छ नि। प्रविधिले साथ दिइरहेको छ। जेम्स वेब स्पेस टेलिस्कोप JWST ले एक्सोप्लानेटहरूको वायुमण्डल हेरिरहेको छ। त्यसले के थाहा पाउन सक्छ? त्यसले ती ग्रहको वायुमण्डलमा बायोसिग्नेचर, मतलब जीवनको रासायनिक सङ्केत खोज्न सक्छ, जस्तै
अक्सिजन र मिथेन जस्ता ग्यासहरू एकैसाथ प्रशस्त मात्रामा भेटिनु। सामान्यतया जैविक प्रक्रिया बिना यी ग्यासहरू लामो समय एकैसाथ रहन गाह्रो हुन्छ। भनेपछि JWST ले त्यस्तो ग्यास मिश्रण भेटायो भने त्यो जीवनको बलियो सङ्केत हुने भयो? हो, निकै बलियो सङ्केत। तर त्यसलाई पनि होशियारीपूर्वक व्याख्या गर्नुपर्छ। अजैविक प्रक्रियाबाट पनि बन्न सक्ने सम्भावना हुन्छ। तैपनि यो ठूलो कदम हुनेछ। अनि हाम्रै सौर्यमण्डलमा पनि खोज जारी छ। मङ्गल ग्रहमा पर्सिभियरेन्स रोभरले पुरानो जीवनको प्रमाण खोज्दैछ। भविष्यमा युरोपा क्लिपरले युरोपाको महासागर हेर्नेछ। सुन्दै रोमाञ्चक छ। तर एकछिन सोचौँ न, यदि हामीले साँच्चै जीवन भेट्टायौँ भने, चाहे मङ्गलको माटोमा जीवाणु होस् या युरोपाको पानीमा या सेटीले कुनै सन्देश पाओस्, त्यसले कस्तो असर पार्ला? ओहो, त्यो त मानव इतिहासकै सायद सबैभन्दा ठूलो घटना हुन्छ। यसले हाम्रो दुनियाँ हेर्ने दृष्टिकोण नै बदलिदिन्छ। कसरी? पहिलो त विज्ञान, खास गरी जीव विज्ञानमा क्रान्ति आउँछ। के बाहिरी जीवन पनि डिएनएमै आधारित हुन्छ कि पुरै फरक हुन्छ? जीवनको परिभाषा नै बदल्नुपर्ने हुन सक्छ। अनि समाज, धर्म नि? त्यसमा पनि गहिरो असर पर्छ। धेरै धर्महरू मानव केन्द्रित छन्। ब्रह्माण्डमा हामी एक्लै छैनौँ भन्ने थाहा पाउँदा मान्छेको स्थान र महत्त्वबारे परम्परागत धारणाहरूमा ठूलो बहस चल्छ। नयाँ दार्शनिक प्रश्नहरू उठ्छन्। मान्छेहरूको प्रतिक्रिया कस्तो होला? खुसी होलान् कि डराउलान्? भन्न गाह्रो छ। सायद मिश्रित होला। कोही यसलाई ज्ञानको विजय भनेर उत्सव मनाउलान्, कोही अज्ञातसँग डराउलान्, आफ्नो सुरक्षाबारे चिन्तित होलान्। पत्ता लागेको जीवन कस्तो छ, सूक्ष्म जीव कि विकसित सभ्यता, त्यसले पनि फरक पार्छ। हो त। सरकारहरूले कसरी सूचना दिन्छन् त्यसले पनि असर गर्ला। पक्कै पनि। विभिन्न संस्कृतिले यसलाई फरक फरक तरिकाले बुझ्लान्। साँच्चै यो यस्तो खोज हुनेछ जसले हामीलाई हामी को हौँ भन्ने प्रश्न फेरि सोच्न बाध्य बनाउँछ। हो। त्यसो भए आजको यो लामो कुराकानीको अन्त्यतिर आउँदा हामी फेरि त्यही सुरुको प्रश्नमा फर्क्यौँ। के हामी एक्लै छौँ? र सबैभन्दा इमान्दार जवाफ त अझै पनि त्यही हो, हामीलाई थाहा छैन। थाहा छैन। तर के थाहा छ भने ब्रह्माण्ड हामीले सोचे भन्दा कता हो कता ठूलो, जटिल र अचम्मको छ। सम्भावनाहरू अनगिन्ती छन् अनि खोज जारी छ। र के थाहा त्यो ठूलो खोज जसले सबै कुरा बदल्छ त्यो हाम्रै जीवनकालमा पुग्छ कि? असम्भव छैन। विज्ञान जसरी अघि बढिरहेको छ। अन्तमा एउटा प्रश्न श्रोताहरूलाई पनि सोच्न छोडौँ न त। हुन्छ। यदि भोलि नै कुनै परग्रही सभ्यताले पृथ्वीसँग सम्पर्क गर्यो भने तपाईँको पहिलो प्रतिक्रिया के होला? खुसीको कि डरको? यो गहिरो छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद। आशा छ यसले ब्रह्माण्ड र त्यहाँ हुन सक्ने जीवनबारे तपाईँको जिज्ञासा अझै बढाएको छ। आकाशतिर हेर्दै गर्नुहोला, किनकि रहस्यहरू अझै धेरै छन् र उत्तरहरू सायद त्यही कतै छन्।